नेपालमा संगठित अपराध र भ्रष्टाचारको मुद्दामा न्यायिक निकायबाट भएको फैसलाहरूले नागरिकमा निराशा छाएको छ। 2 अर्ब 86 करोड बिगो दाबी गरेको क्रिप्टो कारोबार तथा हुन्डी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले 17 जना प्रतिवादी मध्ये 7 जनालाई सफाई दिएको छ भने दोषी ठहर भएका 10 जनालाई पनि अधिकतम 10 लाख रुपैयाँमा मात्र सजाय तोकेको छ। यसैगरी डन पृष्ठभूमिका कांग्रेस नेता गणेश लामाले सम्पत्ति शुद्धिकरणको कसुरमा सर्वोच्च अदालतबाट सफाई पाएका छन्। बाल मन्दिरको जग्गा हिनामिना र 61 किलो सुन तस्करी प्रकरणमा पनि विवादास्पद निर्णय आएका छन्, जसले न्याय प्रणालीको प्रभावकारीमाथि प्रश्न खडा गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशैभर 55 जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। तीमध्ये काठमाडौँ उपत्यकाका 3 जिल्ला सहित 35 जिल्लामा मध्य जोखिम औल्याउँदै पहेँलो रङ अर्थात् येलो अलर्ट जारी गरेको छ। यी जिल्लाहरूका साना नदीहरूमा बहाव उल्लेखनीय रूपमा बढ्ने र आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनाएको छ। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्याको अब दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सरकारले पूर्व मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा एक उच्च स्तरीय छानबिन समिति गठन गरेको र यसले तत्कालीन तथा दीर्घकालीन समाधानका लागि सुझाव दिइने बताएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो CIB ले नायब सुब्बा नासु पशुपति अधिकारीलाई पुनः हिरासतमा लिएको छ। यसअघि विदेशमा मृत्यु भएका व्यक्तिको परिवारले पाउने 8 लाख रुपैयाँ मिलापत्र गरी मुद्दा नचलाई उम्लेका अधिकारी अहिले नक्कली कागजात बनाएर 10 लाख रुपैयाँ असुल्न खोजेको आरोपमा पक्राउ परेका हुन्। UAE मा नेपाली श्रमिकको न्यूनतम तलब वृद्धि सरकारले संयुक्त अरब इमिरेट्स UAE मा कार्यरत नेपाली श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक बढाएर 1000 दिराम वा सोभन्दा बढी हुने निर्णय कार्यान्वयनमा ल्याएको छ। सोमबार राजपत्रमा प्रकाशित सूचनामा यो नियम लागू भएको हो, जस अनुसार अब 1000 दिराम भन्दा कम तलब प्रस्ताव गरिएकोमा कुनै पनि माग पत्रलाई सरकारले प्रमाणीकरण गर्ने छैन।